नेपालको सेनालाई कमजोर बनाएर कसको उद्देश्य पुरा गर्न खोज्या? सेना त 2 लाख बनाउनु पर्छ भन्ने हो। सेनालाई उत्पादनमा जनतासँग किसानसँग जोड्नुपर्छ। सरकारले नीति बनाएर संसदमा एमसीसी बारे ताली पिटेर उत्सव मनाएर आउनु भएको, त्यही एमसीसीले उहाँलाई घर घरमा गएर गाला पड्काइदियो। अनि सोडिम वाग्ले जी जस्तो हो एबीसीडी नजान्नेले चाहिँ एमसीसी बुझ्दैनन् भन्थे। यो देशमा एबीसीडी स्वर्णिमजीहरूले मात्रै पढ्नु भएको छ। अब के कुलमानजीसँगै सती जानु पर्यो? हरेक वडाबाट श्रम संस्कृति पार्टीलाई अब्बल हुने गरी भोट खसाल्छौँ, तर पुराना पार्टीहरूको अलिअलि दबाब हप्की दप्की चाहिँ राम्रैसँग छ भन्ने कुरा महसुस गरेका छौँ। श्रीमती सुत्केरी हुने पनि त्यसै दिन, खेतको रोपाइँ पनि त्यसै दिन, अदालतको तारिख धाउने पनि त्यसै दिन, मलामी जानुपर्ने पनि त्यसै दिन, हलको गोरु मरेको पनि त्यसै दिन पर्दा के हुन्छ त्यही भएको छ उहाँहरूलाई, होइन? अब त्यो कसरी म्यानेज गर्नुहुन्छ त्यो उहाँहरूको कुरा भयो। तर चाहिँ जुन ढङ्गले हिजो बुरुक्क टाटो लैनो पाठो उफ्रे जसरी उफ्रिँदै फुरुक फुरुक गरेर हिँड्नुभयो, अब के कुलमानजीसँगै सती जानु पर्यो? होइन भने अब उहाँहरू राजनीतिमा आउने भए फरक धारको पार्टी खोलेर अगाडि बढ्नु पर्यो। अब हिजो कुलमानजी अथवा रासोपा अथवा बालेनजी नै सबै थोक हो भन्ने अहिले त्यो कुरा मन नपर्ने हो भने अब उहाँहरूको जाने ठाउँ कहाँ त? त्यो उहाँहरूले सोच्ने कुरा हो। राजनीतिमा हरेक मान्छे स्वतन्त्र छ है, उसले आफ्नो विचार राख्न पाउँछ। उसका आफ्ना विचार कहाँ र कसरी राख्ने भन्ने चाहिँ उहाँहरूकै राजनीतिक चेतनामा निर्भर हुन्छ। उहाँहरू कति निष्ठाको राजनीति गर्नुहुन्छ, कति उच्च राजनीतिक चेतना रहेछ भन्ने कुरा चाहिँ जनताले मूल्याङ्कन गर्ने कुरा हो। म कुनै व्यक्ति विशेषलाई यो ठिक यो बेठिक भन्दिनँ, होइन? अब जनताको उभार र जनताले परिवर्तन खोजेको पाइन्छ। जनता पुरानो चिजबाट नयाँ चिजमा फड्को मार्न चाहन्छ। नयाँ परिवर्तन व्यवहार त पुष्टि हुने बाटोको खोजीमा नेपाली जनता छ, होइन? परिणाम देखिने गरी परिवर्तन होस् र आधारभूत वर्गका जनताले महसुस गर्ने राज्य प्रणाली खोजिराखेको, त्यो खालको व्यवस्थापन गर्ने, त्यो खालको चाहिँ कार्यान्वयन गर्ने राजनीतिक शक्ति जनताले खोजेको महसुस भएको छ मलाई। जनताका तीव्र गुनासो छन्, होइन? त्यसो हुँदा समग्रमा हरेक वडाबाट श्रम संस्कृति पार्टीलाई अब्बल हुने गरी भोट खसाल्छौँ, तर हामी अहिले पार्टीको चाहिँ कार्यकर्ताकै रूपमा अथवा श्रमदाताकै रूपमा खुलिहाल्न चाहिँ हामीलाई फलानु 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 मान्छेका कारण दबाब छ भन्ने भयो। हामीसँगै त्यहाँ बस्दा बसेका केही युवा साथीहरूलाई, केही चाहिँ युवा उमेरका दिदीबहिनीहरूलाई, होइन? त्यो पार्टीमा किन गएको, त्यहाँको कार्यक्रममा किन गएको, तिमीहरू पार्टी नछोड है भनेर यस्ता फोन आउने ती दबाबहरू आफूले नै पनि महसुस गरियो। साथीहरूलाई लाइभ सुनाउनु भयो। डर छ, दबाब छ, प्रभाव छ, तर जनताको मत चाहिँ श्रम संस्कृति पार्टीमा भोट चाहिँ आइसक्यो क्या। अब त्यही पत्याउने हो नि त। तपाईँले भनेको कुरालाई मैले पत्याउने हो, अर्को कुरा त मैले के पत्याउने र? तपाईँको छाती कोटिएर त म हेर्न सक्दिनँ, होइन? त्यसो हुँदा तपाईँको कुरालाई विश्वास गर्ने, त्यो कुरालाई आधार मान्ने हो भने चाहे चाहिँ सोलु भन्नुहोस्, चाहे ओखलढुङ्गा भन्नुहोस्, चाहे धादिङ भन्नुहोस्, होइन? चाहे रामेछाप, सिन्धुली, काभ्रे, जतासुकै भन्नुहोस् क्या, जनताको उभार श्रम संस्कृति पार्टी प्रति छ। तर पुराना पार्टीहरूको अलिअलि दबाब हप्की दप्की चाहिँ राम्रैसँग छ भन्ने कुरा महसुस गरेका छौँ। निर्वाचन आयोगले जुन दिन गर्छ त्यस दिन तपाईँ मिडियाकर्मीहरूले पनि थाहा पाइहाल्नुहुन्छ। त्यस पछाडि निर्वाचन आयोगले सार्वजनिक गरेपछि पार्टीले पनि सार्वजनिक गर्छ। त्योभन्दा अगाडि पार्टीले नगर्ने भन्ने चाहिँ कुरा भएको हुनाले थप कुरा यसमा चाहिँ नतन्काउँ। अनि उहाँहरू संसदमा एमसीसी बारे ताली पिटेर उत्सव मनाएर आउनु भएको, त्यही एमसीसीले उहाँलाई घर घरमा गएर गाला पड्काइदियो। अनि एमसीसीका विरुद्धमा उहाँहरूले पनि, पुराना पार्टी पनि एमसीसीको विरुद्ध बोल्नुहोस्, राष्ट्र र जनतालाई गुमराहमा नराख्नुहोस्। राष्ट्रघाती योजनाले यो मुलुकको कल्याण हुँदैन। श्रम संस्कृति पार्टीलाई तपाईँ मूर्ख भन्नुहोस् कि यो देशको राष्ट्रवादी देशभक्त पार्टी भन्नुहोस् कि तपाईँहरूको कुरा, तर चाहिँ एमसीसीले यो मुलुकको कल्याण गर्दैन। हाम्रो बुझाइ यो हो, नेपालको संविधानभन्दा माथि कुनै एउटा विदेशी प्रोजेक्टको
कानुन अथवा त्यसका नीति हुन्छन्। अनि त्यो भनेको हो सार्वभौम सत्तामाथिको हस्तक्षेप होइन। तपाईँको घरमा तपाईँको हुकुम चल्दैन, मैले हुकुम गर्ने हो भने त्यो घरप्रति तपाईँहरूको दायित्व रह्यो। तपाईँ मेरो गोठालो होइन, त्यसो भयो कि भएन? तपाईँको घरमा मैले तपाईँको परिवारमा मैले डिक्टेट गर्छु, मेरो नीति लागू हुन्छ भने तपाईँको अस्तित्व समाप्त भयो कि भएन क्या? यति कुरा भन्नुहोस् न। अनि नेपालको संविधानमाथि एमसिसी हुनसक्छ? अनि एमसिसी परियोजना अथवा एमसिएको कर्मचारीलाई नेपालको कानुनले कारबाही नगर्ने भन्ने हुन्छ? एमसिसीको हिसाब किताब नेपालको महालेखाले जज गरेको प्रमाणित नहुने हुन्छ? अनि यो भनेको सार्वभौम सत्तामाथिको हस्तक्षेप होइन। म कुनै चाहिँ डाक्टर पिएचडी वाला मान्छे होइन, यो पनि भन्ने पब्लिकलाई। तर कोही विज्ञ प्रोफेसरले मलाई यो कुरा कन्भिन्स गरिदेऊ नि त के हो एमसिसी भनेर। अनि सोडिम वाग्ले जी जस्तो हो एबिसिडी नजान्नेले चाहिँ एमसिसी बुझ्दैनन् भन्थे। यो देशमा एबिसिडी सोडिमजीहरूले मात्रै पढ्नु भएको छ? सुरेन्द्र भण्डारीजीहरूले एमसिसी पढ्नु भएको छैन? युवराज सङ्ग्रौलाहरूले एबिसिडी नजानेर हो एमसिसी बेठिक छ भन्नुभएको? डाक्टर खगेन्द्र प्रसाईहरूले एमसिसी बेठिक छ भन्नुभएको हो? उहाँहरू पनि त चाहिँ अक्सफोर्डबाटै पिएचडी गरेर आउनु भएको होला त। त्यहाँ अङ्ग्रेजी पढाइ हुँदैन अमेरिकामा उहाँहरूलाई चाहिँ? त्यसो हुँदाखेरि इभन +2 गर्ने छोराछोरी भाइ बहिनीहरूले ती कुरा तपाईँहरूको मिडियामा 5वटा बुँदागत रूपमा चाहिँ एमसिसी यसकारण यो राष्ट्रको हित विरुद्ध छ भनेर सडकमै बहस गर्नु भएको छ त। अनि उहाँहरूले ठिक भन्ने। यही सन्दर्भमा अर्को जोडे मैले, अहिले तपाईँ भर्खर म तपाईँसँग कुरा गर्दैछु, पछाडि रहनुहुने साथीहरूलाई म अनुरोध गरेँ क्या, होइन? कोस्टारिका मोडलको सुरक्षा नीति भनेको के हो खोजेर हेर्नुहोस् त अहिले, त्यही गुगल सर्च गरेर। अनि त्यो विदेशी सुरक्षा छाताभित्र भनेको हामी कसको सुरक्षा छातामा जाने? कोस्टारिका मोडल भनेको हामी अमेरिकी सुरक्षा छातामा जाने भने होइन? भने हो कि होइन? त्यो हेर्दा त्यही कुरो बुझिन्छ। अनि नेपालको सुरक्षा चाहिँ अमेरिकाले हेर्ने भने हो। अनि माननीय सुमना श्रेष्ठले संसदमा रासपाको माननीय हुँदा भने यही होइन? अनि रासपालाई के भनेर बुझ्ने भने? के भनेर बुझौँ त? देशभक्त नेपालीहरूले के भनेर बुझ्ने? राष्ट्रिय स्वतन्त्रता र सार्वभौम सत्ताको पक्षमा उभिने नेपालीहरूले के भनेर बुझ्ने? त्यसकारण अनि सेना घटाएर अर्थतन्त्र विकास गर्ने भने होइन? नाम कलिएका अर्थविदहरूले। अर्थविज्ञ भनेपछि जनताले बुझ्छन् क्या? दक्षिण एसियाकै उत्कृष्ट अर्थविज्ञ भनेपछि। अनि यो नेपालको सेना घटाउने भने 10,000मा राखे पनि हुन्छ? नेपालको सेनालाई कमजोर बनाएर कसको उद्देश्य पुरा गर्न खोज्या? यी कुराको उत्तर दिनु पर्दैन? हाम्रो प्रश्न हो यो संसदमा यस्ता कुरा उठाउनेहरूलाई। अनि आइएनजिओको भत्ता खाएर नेपालको सेना विरुद्ध 20 बमन ओकल्ने? सेना त 2 लाख बनाउनु पर्छ भन्ने हो। सेनालाई उत्पादनमा जनतासँग किसानसँग जोड्नुपर्छ, सरकारले नीति बनाएर लिएर जानुपर्छ। अझ हाम्रो त कुरा के छ भने जेल राखिने कैदीहरूलाई पनि उत्पादनसँग जोड्नुपर्छ, कृषि उत्पादनमा लानुपर्छ। राज्यले त्यो काम गर्ने हो, जेलभित्र राखेर भात खुवाएर पाल्ने होइन। राष्ट्रको चाहिँ विकास निर्माणमा लगाउनुपर्छ, जसको सुरक्षा सेनालाई जिम्मा दिनुपर्छ। जो त्यो एउटा निश्चित दायराबाट भाग्छ भने सेनालाई कारबाही गर्ने अथोरिटीका साथ कोही पनि कैदीलाई जेलमा राख्ने होइन, विकास निर्माणमा लगाउने हो। मुलुकप्रति उनीहरूले योगदान गर्नु पर्दैन? एउटा बन्द कोठामा लगेर दुध र भात खुवाएर पाल्ने? उहाँ त काम गर्नु पर्यो, श्रममा लगाउनु पर्यो। एउटा नीति बनाउन सकिन्छ नि त। एउटा बास्केट बनाएर त्यो क्षेत्रभित्र चाहिँ नेपाली सेनाको सुरक्षा अथवा चाहिँ एपिएफको सुरक्षा, यो कुनै एउटा सुरक्षा अङ्गको जिम्मामा त्यो दिएर उहाँहरूलाई त काममा लगाउनु पर्छ। हाम्रो त कुरा त्यो पनि हो। यी कुराहरू पनि भोलि हामी संसदमा पुग्यौँ भने यो कुराको चाहिँ कानुन बन्नुपर्छ, यस्ता नीतिहरू बन्नुपर्छ भनेर हामीले आवाज उठाउँ। केही छैन, म हातै जोडेर देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाइ, दिदीबहिनी र युवा भाइ बहिनीहरूसँग
श्रम संस्कृति पार्टीको उपाध्यक्षको हैसियतले यहाँहरूसँग म विनम्रतापूर्वक अनुरोध गर्छु, आगामी निर्वाचनमा अन्जुलीमा भरेको माटो चुनाव चिन्हमा यहाँहरूले आफ्नो अमूल्य मतदान दिएर नेपाल राष्ट्रको सार्वभौम सत्ता, राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता र भाषा सभ्यता संस्कृतिको रक्षा गर्नका निमित्त आफ्नो अमूल्य मत दिएर श्रम संस्कृति पार्टीलाई विजय गराउन देशैभरिका बुबा आमा दाजुभाइ दिदीबहिनीमा विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु।